नमस्कार। आज म तपाईहरुलाई लोकसेवा आयोगको लगइन गर्दाखेरि पासवर्ड भुल्नु भएको खण्डमा हामी के गर्न सक्छौं त भन्ने कुरा देखाउन गइरहेको छु। सो तपाईलाई तपाईको युजर नेम याद छ र तपाईले आफ्नो पासवर्ड बिर्सिनु भयो। त्यो खण्डमा तपाईले पासवर्ड भुल्नु भयो भन्ने क्लिक गर्नुपर्ने हुन्छ र तपाईले पासवर्ड भुल्नु भयो भन्ने क्लिक गर्नेबित्तिकै यस्तो विन्डो खुल्छ जसमा चाहिँ तपाईले के गर्नुपर्ने हुन्छ तपाईको आफ्नो इमेल राख्नुपर्ने हुन्छ। यसरी इमेल राखिसकेपछि तपाईले बुझाउनुहोस् भन्ने बटन क्लिक गर्नुहोस्। यदि यो इमेल सिस्टममा रहेको खण्डमा तपाईले यस्तो खालको मेसेज पाउनुहुनेछ, यस्तो खालको एसएमएस पाउनुहुनेछ र यो एसएमएस को यो लिंक क्लिक गरे पश्चात तपाईले यस्तो खालको विन्डो खोल्नुहुन्छ जसमा चाहिँ यसमा चाहिँ के हुन्छ त तपाईले आफ्नो नयाँ पासवर्ड जस्तै तपाईले आफ्नो नयाँ पासवर्ड राख्नुपर्ने हुन्छ। सो यसरी तपाईले नयाँ र पुरानो पासवर्ड मिल्ने गरी राख्नु भयो भने यदि तपाईको नयाँ र पुरानो पासवर्ड मेल खाएन भने नयाँ पासवर्डसँग समान छैन भनेर यस्तो रातो मेसेज आउनेछ र यदि तपाईले यसरी दुईटै पासवर्ड यसरी मिलाएर राख्नु भयो भने अब तपाईले बुझाउन सक्नुहुन्छ तपाईको पासवर्ड सक्सेसफुली चेन्ज हुन्छ र अब तपाईले लोकसेवा आयोगमा लगइन गर्न सक्नुहुन्छ। सो यसरी तपाईले लोकसेवा आयोगमा लगइन गर्न सक्नुहुन्छ। धन्यवाद।